सबैमा स्वागत छ, नमस्कार। र हामी चाहिँ होमस्टेमा छिर्यौँ है। यो इकिमा होमस्टे थुलुङदुधको सी गाउँपालिका वार्ड नम्बर 7मा चाहिँ यस्तो हाम्रो होमस्टेको व्यवस्था छ। यहाँ चाहिँ खानपिन यो होमस्टेको किचन हो। ल यस्तो चाहिँ हेर्नुहोस् है। होमस्टे चाहिँ यस्तो यो गोलो घर पनि छ यस्तो। थुलुङदुधको सीमा आएर बस्नु लायकको हाम्रो होमस्टे। विभिन्न थुलुङ परिकारहरू नि पाइन्छ। यहाँ चाहिँ कालिसको मासु, कुखुराको मासु। यहाँ चाहिँ इकिमा अर्ग्यानिक होमस्टे। यस्ता छेडेर चाहिँ यो भित्र चाहिँ को हुनुहुँदो रहेछ। यहाँ चाहिँ हाम्रो रिसेप्सन रहेछ। हाम्रो सौभाग्य